नमस्कार, म डाक्टर ओम मूर्ति अनिल एक मुटु रोग विशेषज्ञ हुँ। एसी एक्जाम दिएका सम्पूर्ण विद्यार्थीहरूलाई म एउटा अनुरोध गर्न चाहन्छु कि तपाईँको यदि परिणाम सोचे जस्तो आएको छैन भने तपाईँ हरेस नखानुहोस्, किनभने यसले लाइफमा तपाईँले पाउने कुरालाई निर्धारण गर्दैन। तपाईँको मार्क्स थोरै भए पनि पछि गएर तपाईँ धेरै राम्रो गर्न सक्नुहुन्छ। धेरैलाई क्यारियरको बारेमा कन्फ्युजन हुन्छ, कुन सब्जेक्ट लिउँ, कसको राम्रो स्कोप छ भने डिस्कसन हुन्छ र प्राय हामी कन्फ्युज पनि भइहाल्छौँ। तर मैले आफ्नो अनुभवले के सिकेको छु भने सब्जेक्टले धेरै कुरा डिसाइड गर्दैन। तपाईको लङ टर्ममा तपाईको पर्फर्मेन्स, तपाईको हार्डवर्क, अनेस्टीले तपाईलाई फरक पार्ने हो। जुन सब्जेक्टमा पनि तपाईँ राम्रो गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो इन्ट्रेस्ट, अहिलेको अवस्था, परिस्थिति र भविष्यमा हुन सक्ने परिवर्तनलाई विचार गरेर सब्जेक्ट रोज्नुहोला। धन्यवाद।